नमस्ते एभ्रिवान। फेरि पनि पनिरको है रेसिपी चाहिँ तर डिफ्रेन्ट छ। त्यो राम्रोसँग हेर्नु होला। पनिर आइरहेछ मेरोमा है। त्यो भएर आज मैले बनाउँदैछु पनिर ग्रेभी विथ मसरुम अनि त्यसपछि टमाटरको चटनी पनि एकै ठाउँमा बनाएँ है त। ल मैले पनिर र मसरुमलाई चाहिँ अलरेडी रोस्ट गरेर निकालिसकेको छु। त्यसपछि चटनीको लागि टमाटर लसुन र यसरी प्याजहरू मजाले पकाएर मरमसला राखेर आफ्नो टेस्ट अनुसार जे राख्दा पनि भइहाल्यो। हाम्रो नर्मल किचन मसलै हो। अनि मैले छोप चाहिँ आलस र तिलको छोप मजाले यसरी मिक्सअप गरिदिएँ। अनि खुर्सानी चाहिँ अप्सनल छ किनभने मैले चाहिँ बच्चालाई पनि खुवाउने भएकोले है। अनि यसरी ग्राइन्डरमा मिक्सअप गरिदिने मजाले। अनि यस्तो मजाको पेस्ट भइसकेपछि चाहिँ माथिबाट धनिया सर्भ गर्ने। अनि खुर्सानी पनि त्यसको चाहिँ मैले भिडियो लिइनँ। मैले यो पनिरको लागि मसला बनाउँदैछु। दहीमा थोरै कर्नफ्लावर अनि त्यसपछि रहेको छ मसला र बेसारलाई मैले मिक्सअप गरिदिएको छु टेस्टको लागि। अनि यता कराई बसाएर मैले लसुन प्याज र कडी पत्तालाई पनि मजाले पकाउँदैछु। अलिकति रातो ब्राउन भइसकेपछि चाहिँ मैले नुन बेसार खुर्सानी चाहिँ मैले पछिबाट राख्छु। अनि मसला पनि यहीँ राखेर मजाले चलाइदिने। अनि टमाटरको मैले पेस्ट बनाएको थिएँ ब्लेन्ड गरेर, अनि त्यसलाई पनि यहीँ मजाले पकाइदिने। अनि यतिको भएपछि यस्तो मजाले पाक्दैछ है। अनि मैले रेडी गरेर राखेको यो रोस्ट गरेको पनिर र मसरुमलाई चाहिँ यहीँनेरि एड गरिदिने। अनि यसरी मजाले चलाउने। कहिलेकाहीँ डिफ्रेन्ट टाइपको बनाएर खाऊँ न त भन्दाखेरि यो पनि एकदमै राम्रो छ है रेसिपी। अनि मैले रेडी गरेको त्यो मसला पनि यहीँ राखिदिएँ। त्यो दहीवाला मसला चाहिँ एकदम अप्सनल है। हजुरलाई राख्न मन लागे राख्दा नि भयो, नराख्दा पनि भयो। अनि मेरो चाहिँ रेडी भइसकेको छ। यस्तो मजाको टेस्टी यो चाहिँ रोटीहरू होइन पुरीहरूसँग खानासँग पनि एकदमै मिठो हुन्छ। थ्याङ्क यू फर वाचिङ।